गाइज अब चाहिँ हामी कहाँ जानु लाग्यो फुलचोकी डाँडा जानु लाग्यो यस्तो आज अलिकति भ्यू पनि राम्रो छ यस्तो छ आजको मौसम त्यो आज रोडबाटै गाइजहरूलाई यही बाइकमा हो जानु चाहिँ बाइक यस्तो हो भने फेरि खतरा कुद्छ नि फेरि यो बाइकमा हो टक्क जाने अब बाइक चलाइरहेको त के अब सकिँदैन गर्न अब अलि माथि पुगेपछि है ल गाइज अब हामी चाहिँ कहाँ आइपुग्यो चुच्चेपाटी आयो अब चुच्चेपाटीमा चाहिँ मान्छे पुरा हो यताबाट मान्छे आउँदैछन् अझै ग्याङहरू छ क्या हाम्रो ग्याङहरू यस्तो दामी छ फेरि नजारा हामी चाहिँ उता जानुपर्छ क्या हो भाटपट्टि गएर यस्तो हान्न आउनु पर्ला कन्ट्रोल नजारा यस्तो दामी तर यता रोड बन्दै रहेछ अब धुलो पैसा कति छ त पैसा त अब पेट्रोल हाल्नु पर्यो पेट्रोल हाल्नै पर्यो बाबु पेट्रोल पर्दैन यो बाइकले तेलै खाँदैन यार के बोले भाइ अब के बोले के छ थाहा बोले पेट्रोल हाल्नु पर्दैन है फेरि गाइज अर्को मान्छे नै आउनुभयो अब यो गाइज अर्को मान्छे ल गाइज अब हामी अझै मान्छे आउँदैछ एकछिन ल गाइज अर्को पनि मान्छे आयो ओ प्रवीण यता नदेखेको अर्को साथी आयो अर्को साथी भ्लग गर्दै साथीसँग ल गाइज अब सब साथीहरू भेट्यो अब एकैचोटि माथि गएर मात्र है बाई बाई भन्थ्यो ल माथि गएर के भन्नु अरे भन्दा ल गाइज आधी बाटो आयो है फाइनल्ली हेर्नुहोस् यो हेर्नुहोस् यो चाहिँ नेपालको साकुरा है ब्लू कलरको हुन्छ ब्लू है कुन हो यो कलर नेपालको साकुरा है जापानमा चाहिँ हुँदैन हौ स्पिड चेकिङ हुने कुरो हुँदैन होला रन्का ल गाइज हामी त राम्रै जाममा परिएछ कहाँ छ 137 देखेको माथि 137मा जाममा परेछ यहाँ शब्द बाटोमा 137 जाममा अब ग्याङ खुल्यो ल गाइज जाम खोल्यो What? Bro, what are you talking about, man? गाइज यार हामी त हरायो नास्ताना केटाहरू कहाँ गयो हेर यस्तो ठाउँ देखाइदिउँदै ठाउँ कहाँ आयो कहाँ हो यार यो घरै घर वानवेले मारो हो वानवे यताबाट पनि जान मिल्दैन बाटो छैन भनेर यताबाट छ सामुरा यता पनि बाटो छैन घर रहेछ ल साइको अब के गर्ने छैन बाटो छ दुःख न भयो नि अप्ठ्यारो फोन गर्नुपर्छ ल हामीले चाहिँ केटाहरूलाई टक्क लाएर भेट्यो होइन केटाहरू चाहिँ यही हो भेट्यो केटा हो फाइनली भेट्यो अरे यो मान्छे चाहिँ रमाउँछ फाइनली भेट्यो धन्यवाद पत्र परेन त गाई उहाँ बाटो यो मुलाले जे पाइ त्यही भनेर फेरि जाप पाइ चाहिँ छिरेर यहाँ बाटोहरू कुदाउने हो क्या राइडरहरूले नि बाटोहरू कुदाउने यो अब चाहिँ अलि माथि पुगेर रमाइलो ठाउँ छ भने फेरि छोडेर सच बोलो फाइनली हामी चाहिँ आइपुग्यो कहाँ हामी छौँ फुलचौकी भन्ने ठाउँमा आइपुग्यो हामी चाहिँ तर यो फुलचौकीको ठाउँ चाहिँ आइफोनमा हेरे जस्तो चाहिँ नहुने रहेछ आइफोन र क्यामेरामा जस्तो हुँदैन रहेछ साथीहरू यस्तो रहेछ होइन हाम्रो एन्ड्रोइड मोबाइलले के देखाउँछ रियालिटी बताउँछ ए ल गाइजी म त एक हप्ता बाइक चलाएर नि गरिदिन्छु नले पनि ग्यारो यतातिर भ्यू हेर्नुहोस् यही हो क्या ठाउँ चाहिँ ओ माई गॉड मिठो
बाटो त यस्तो रहेछ यहाँ त के मजै आएन नि हेर्नुहोस् त गाइज तनाव भयो भने त बाइकले नतानेको बेला अब यस्तो बाटो छ यस्तो अफरोड अब हामी चाहिँ यतैबाट फर्किन्छौँ जस्तो छ ठाउँ चाहिँ बवाले रहेछ हेत्तेरी गाई या तनाव भइहाल्यो नि आउँदै गर्दा बाइक लडेर हेर्नुहोस् यस्तो भइदिएर जुगाड हुँदैछ अब यहाँ भाँचेर जुगाड फेरि कस्तो चाहिने कुरै भ्याट्टै गएछ हौ त्यस्तो ठाउँमा यो रोड यस्तो थियो अनि लडेर यस्तो छ बाटो तनाव दियो तनाव अब घरतिर फर्किनुपर्छ कति माथि सक्यो नि ल हेर्नुहोस् गाइस जुगाड हो जुगाड ल गाइस हामी चाहिँ आयो पुलचौकी है ओए काफल बाँकिरहेछ ऊ काफल ल काफल म चाहिँ जाँदिनँ है गाइस सक्दिनँ म चाहिँ हेरेर देखाउँछु मात्र काफल पाएपछि जानै पर्ने हुन्छ हामी गोदावरी फाइनल आइपुग्यो यो गोदावरी यो गोदावरी होइन ल गाइस हेर्नुहोस् यहाँ जङ्गलको भ्यू पनि कस्तो दामी छ यहाँ आहा हेर्नुहोस् न हौ ओएमा कसम यार हामी चाहिँ फेरि यहाँ छौँ यस्तरी बसिरहेछौँ कोही भोग्ला काफल आइरहेछ ल अब चाहिँ फोटो खिच्ने रे ल कोही क्यामेराम्यान ल अब चाहिँ खाजा खानलाई टक्क निन्द्रा पनि लाग्यो अब खाजा नि खाने थकै पनि लाग्यो अब थकै लाग्यो भने काम त हान्नै पर्यो ल गाइस आजलाई चाहिँ भिडियो यति नै हुन्छ रात पनि परिसक्यो र अब नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु र पुरानो हुनुहुन्छ भने बेल आइकन दबाउनु नबिर्सिनु होला भन्दै आजलाई चाहिँ बिदा लिन चाहन्छु हस् त बाई बाई पुरानोलाई बेल आइकन किन दबाउने लाइक कमेन्ट बेल आइकन किन दबाउने